वैभव उद्यमी सम्मान ती साहसी र दूरदर्शी उद्यमीहरूप्रति समर्पित छ जसले आज नेपालभरि प्रतिध्वनित भइरहेको निराशाको आवाजलाई नसुने झैँ गरेर इन्कार गरिदिएका छन्। जब धेरै जसो युवाहरू नेपाललाई अवसरविहीन, असफल र निराशाजनक देश मान्दै विदेश पलायन भइरहेका छन्, त्यही बेला यी उद्यमीहरूले असहज परिस्थितिलाई चुनौती दिँदै आफ्नै देशमा सम्भावनाको बिउ रोपेका छन्। भाग्नु वा निराशाको अगाडि आत्मसमर्पण गर्नुको सट्टा यी व्यक्तिहरूले चुनौतीहरूलाई स्वीकार गरेका छन्, आफ्ना सपनामा लगानी गरेका छन् र नेपालभित्रै अर्थपूर्ण केही निर्माण गर्ने साहस गरेका छन्। उनीहरूले केवल व्यवसाय निर्माण गरिरहेका छैनन्, देशप्रतिको भरोसा पुनर्स्थापित गरिरहेका छन्। वैभव उद्यमी सम्मान उनीहरूको यही हिम्मत, प्रतिबद्धता र योगदानप्रतिको सम्मान हो। यिनले देखाएका बाटोहरूले बस्ने कि जाने, सङ्घर्ष गर्ने कि भाग्ने भनेर दो बाटोमा उभिएका हजारौँ युवाहरूका लागि प्रेरणा दिन्छ। उनीहरूको उदाहरणले देखाउँछ मन्द अन्धकारका बीच पनि नेपालमै आशाको उज्यालो सम्भव छ। उनीहरू नै हुन् वैभवशाली नेपालको सपना बोकेर आज एक पाइला अगाडि बढ्नेहरू। यस वर्ष एरोनेट कन्सल्टिङ सर्भिसेसले अन्य साझेदारहरूसँगको समन्वयमा वैभव उद्यमी सम्मानले 2 जना उद्यमीहरूलाई सम्मानित गर्दैछ। यदि तपाईँ यो सम्मान पाउन योग्य हुनुहुन्छ वा तपाईँले चिनेको कोही व्यक्ति यो सम्मानबाट सम्मानित हुन योग्य हुनुहुन्छ भन्ने लाग्छ भने तलको लिङ्कमा गएर फर्म भर्नुहोस्।